शुभ नाम भन्नुहोस् हजुरको। मेरो नाम अनुषा खड्का, अनुषा जी। जनकालबाट आएको। ए अनुषा जी यहाँ के को लागि आउनुभयो? म्याम म यहाँ अकाउन्टेन्ट ट्याक्स भ्याटको ट्रेनिङको लागि आएको। ए अनि ट्रेनिङ कहिलेदेखि लिन थाल्नुभयो त? मैले ट्रेनिङ 26 गतेदेखिबाट सुरु भएको हो। भनेपछि आज 2 दिन। हजुर। ए कस्तो लागिरहेछ क्लास? क्लास एकदम राम्रो र बुझिने भएको छ। अहँ। एकदम एक्टिभ सरले पढाउनु भएको सबै चिज माइन्डमा भइरहेको छ। अब यो क्लास सकिसक्दाखेरि तपाईँ अकाउन्टेन्ट भएर अकाउन्टेन्ट पोस्टमा बसेर काम गर्न सक्नुहुन्छ त? म सक्छु म्याम। सरले पढाएको यो जे ट्रेनिङहरू छ ट्याक्स भ्याटहरूको त्यो गरेर म पर्फेक्ट भएर सक्छु। ए अनि पहिला कतै खोज्नु भएको थियो कि ट्रेनिङ लिने ठाउँहरू? पहिला मैले खोजेको थिएँ म्याम। मैले काठमाडौँ ट्राई गरेँ, त्यहाँभन्दा बढी टाढा ठाउँ बुटोल भयो, मैले भ्याइनँ। काठमाडौँ पनि भएन। हजुरले यहाँ गरिदिनु भयो, त्यसैले हजुरलाई पनि धन्यवाद। अनि लास्टमा सहयोगी रोजगार केन्द्रमा आउनुभयो नि त तालिम लिन? हजुर हजुर। थ्याङ्क यू सो मच। हजुर थ्याङ्क यू।